हेलो र गुड मर्निङ सबैजनालाई फेरि स्वागत छ तपाईलाई मेरो नयाँ भ्लगमा। र आजको भ्लगमा चाहिँ म मिरिक आले ग्राउन्डमा छु। यहाँनिर चाहिँ आज हाम्रो गाडीको सर्भिसिङ छ हो। यसको चाहिँ तिनटै सर्भिसिङ सकिसकेको छ र आजको चाहिँ पेड हो। र देख्न सक्नुहुन्छ आज यहाँ गाडी हाम्रो केटेनको चाहिँ अब यहाँनिर सर्भिसिङ हुन आँटेको छ। र एउटा कुरो चाहिँ तपाईँलाई यो भिडियो बनाउनुको मुख्य कारण चाहिँ के हो भन्दाखेरि तपाईहरूले पनि यदि भर्खर गाडी किन्नुभएको छ र तल सिलगढी सर्भिसिङको लागि जानु सक्नु हुँदैन भने चाहिँ यहाँ सोरुमकैहरू आउनु हुँदो रहेछ। यहाँनिर मिरिक आले ग्राउन्डमा चाहिँ तल दा तपाईँहरू कहाँ नेक्सा है तल नेक्साबाट आउनु हुँदो रहेछ हो। तपाईँहरूको यदि उयोको सर्भिसिङ मारुति सुजुकीको सर्भिसिङ छ भने चाहिँ तपाईँहरूले यहाँनिर आलेमा आएर चाहिँ गर्नु सक्नुहुन्छ। सायद उहाँहरू महिनामा आउनुहुन्छ होला हो। अन्त यदि कन्ट्याक्ट नम्बर चाहिएमा पनि म दाको कन्ट्याक्ट नम्बर मागेर यहाँनिर हालिदिइराखिदिन्छु। र आजको सर्भिसिङ चाहिँ यसरी सुरु भइसकेको छ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर नानीहरू पनि गोली खेल्दै रहेछ यसरी हो। आजको चाहिँ सुरु भयो। मोबिल फिल्टर अन्त के चेन्ज हुन्छ इसमें? सर आपका मोबिल फिल्टर चेंज होगा जी जी। कूलेंट और ब्रेक ऑयल फर्स्ट टाइम चेंज होगा, ठीक है, अभी तक नहीं हुआ। और बाकी आपका ब्रेक आगे का चक्का खोल के आपको बोल दिया जाएगा ब्रेक पैड और कितना चलेगा जी जी। और पीछे का जैसे 1 लाख किलोमीटर चलता है वो लाइफ टाइम होता है, ठीक है। और बाकी वाइपर लिक्विड, बैटरी स्प्रे, डोर स्प्रे, ये सब हो जाएगा। जी जी। आप लोग कब आते हैं मतलब मिरिक में सर्विसिंग करने के लिए? हम लोग में महीने का 2 टाइम आते हैं। महीने के 2 टाइम मतलब क्या किसे टाइप में मतलब सर्विसिंग होता है? इधर में पेड भी होता है या पेड भी होगा, फ्री भी होगा, कोई अगर नॉर्मली रनिंग रिपेयर टाइप काम होगा वो भी हो जाएगा। जी जी। अगर आपको कोई मिरिक में हमारे मिरिक से आले में आपको सर्विसिंग करने आए तो आपको कैसे कांटेक्ट करेंगे? मेरा फ़ोन नंबर रख लीजिए या तो सेवक मोटर्स में आप कॉम्प्लेट। मैं आपका नंबर में इधर डाल दूंगा। ठीक है सर जी, थ्याङ्क यू। र देख्न सक्नुहुन्छ है अहिले सर्भिसिङ सुरु भइसक्यो। यहाँनिर अब पहिला मोबिलहरू ड्रेन अन्त मेन सर्भिसिङ भनेको त त्यही हो मोबिल। जी, यहाँ भर्खरको दा चाहिँ एकदमै ज्यादा राम्रो हुनुहुँदो रहेछ हो। उहाँले मलाई एक्सप्लेन गर्नुभयो यस्तो भनेर होइन। म दाको कन्ट्याक्ट नम्बर पनि दिन्छु तपाईँहरूलाई यहाँनिर होइन। यदि तपाईँहरू सर्भिसिङ गर्नु चाहनुहुन्छ आफ्नो गाडीको तल सिलगढी नगएर आफ्नो होइन मारुतिको जेन्युन एकदम 100% जेन्युन पार्ट्स तपाईँहरू युज गर्नु सक्नुहुन्छ होइन यहाँनिर चाहिँ। किनकि यहाँनिर यसरी अब गाडीमा लिएर आउनु हुँदो रहेछ नि त। अब डल्लै अब के भन्नुहुन्छ टुल्सदेखि लिएर सबै यसरी गाडीमा लिएर आउनु हुँदो रहेछ यहाँनिर। पार्ट्सहरू यहाँहरू त यी मारुतिको पार्ट्सहरू अब सबै लिएर आउनु हुँदो रहेछ यसरी। अब यहाँ योहरू चाहिँ अब मारुतिको एकदमै अब जेन्युन पार्ट्सहरू हामी यो पार्ट्सहरू हेर्नु त जेन्युन पार्ट्स मारुतिको। यो अब यस्तो ओरिजिनल पार्ट्स अब तपाईँहरू यहाँनिर आएर चाहिँ दासित कन्ट्याक्ट गरेर दाको नम्बर चाहिँ म यहाँनिर हालिदिन्छु। दासित कन्ट्याक्ट गरेर चाहिँ तपाईँहरू पेड अथवा तपाईँहरूको फ्री त्यो जुन चाहिँ सोरुमबाट दिन्छ तिनवटा सर्भिसिङ नभए उयो चाहिँ तपाईँहरू मिरिकमै गर्छु भन्दा पनि यहाँनिर चाहिँ पोसिबल रहेछ हो। यो त सजिलो भन्छ न। अब हामीलाई आज म नभए सिलगढी जानु पर्थ्यो, सिलगढी गएर सर्भिसिङ गरेर फर्किनु पर्थ्यो। सोच्नु त अब यहाँनिर कस्तो झमेला हुन्थ्यो होला मलाई हो सिलगढी जानु। र अहिले अब हेर्नु त मिरिकमा आले ग्राउन्डमै हुँदैछ सर्भिसिङ। कस्तो अब के भन्नु तपाईँहरूलाई मेरो खुसी, तपाईँहरूले बुझ्नुहोस् यतिमै हो। अन्त यहाँनिर अब मोबिल ड्रेन हुँदैछ। तपाईँलाई म देखाउने छु के छ आज चेन्ज हुने रहेछ। ल लास्टमा पनि देखाउँछु के चेन्ज भयो भनेर। यहाँनिर देख्न सक्नुहुन्छ हो। ब्रेक त रहेछ ठिकै रहेछ चाहिँ 4-5 किलोमिटर चल्ने रहेछ ब्रेक त हो। ब्रेक त ठिकै छ। हल्का चिया खाँदै ब्रेक त ठिकै छ। अब यसमा हाल्नुपर्ने रहेछ कुलेन्ट, मोबिल फिल्टर, मोबिल वाइपरको। अन्त पछाडिको हेर्नु पऱ्यो होइन। पछाडिको त होइन ह्यान्डब्रेक त चल्दैन। ह्यान्डब्रेक त त्यस्तो चल्दैन। 1 लाखहरू चल्छ ह्यान्डब्रेक त कि। अगाडिको चाहिँ ठिकै रहेछ बिन्दास छ एकदम। मोबिल चाहिँ यहाँनिर ड्रेन भइसक्यो कि मोबिल चाहिँ कालो भइसकेको थिएछ नि त अखराट यहाँ त। लु मेरो चाहिँ प्राय सकिसक्यो मोबिल यहाँ हेर्नु। मोबिल पनि अब त्यस्तो उयो त भएको थिएन रहेछ हो। र पनि ठिकै छ। अब 7,000 जस्तो चलेको मोबिल हो।